तपाईको पार्टीको सभापति रवि लामिछानेले जेलबाटै समर्थन गर्नुभएको। जेएनजीहरूले के भन्यो भने यो आन्दोलनको सरकारवालाहरू होइन, राष्ट्रिय जनता पार्टी, राप्रपा, दुर्गा परसाई प्रधान सेनापतिसँग वार्ता हुँदाखेरि उनीहरूले बटम लाइन क्लियर गरेर भने हाम्रो पुस्ताले उहाँहरूलाई मान्दैन। त्यो सडकले कसलाई मान्छ कसलाई मान्दैन भन्दा पनि उहाँहरूको उद्देश्य के हो भन्दा यो देशमै आफ्नो भाग्य र आफ्नो भविष्य देख्न पाऊँ भन्ने अभिलाषा हो। त्यो अभिलाषालाई पुरा गर्नु सबै आम नेपाली नागरिकको कर्तव्य हो। तपाईको पार्टी सभापति प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो, तर त्यो स्टेटमेन्ट उहाँको मैले पछिल्लो हेर्दाखेरि मेरो कुनै पनि लोभ लालचा छैन। मैले कुनै पनि अहिले सरकार राजनीतिक दलहरूसँग मिलेर सरकारमा जाने या कुनै पनि किसिमले चाहिँ सरकारमा गएर नेतृत्व लिने किसिमको मेरो इच्छा र उद्देश्य छैन। तर जेएनजी पुस्ताहरूले उहाँलाई स्वीकारेनन्। होइन, सुन्नुहोस्, जेएनजी पुस्ताले कसलाई स्वीकार्ने भन्ने कुरा अहिलेको नेतृत्व कसलाई अगाडि बढाउने भन्ने कुरा हो। कसलाई स्वीकारु कसैलाई स्वीकारेन भन्ने होइन।